तपाईले कहिलेदेखि गाई बस्तु व्यापार गर्न थाल्नु भएको नि? मोटामोटी 13 वर्ष उमेर हुँदा। राम 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 13 वर्षदेखि दाजुलाई थाहा होला त। 13 वर्षदेखि करोडपति मात्रै हो र खरबपति बनिसक्नु भयो। हो अब 8 बिघा 10 कट्ठा जग्गा नम्बरी छ। पैसा खाँचो छैन। माल वस्तु कति छ कति छ। अब के पैसा भन्नु होइन दाजु? अब पैसा के भन्नु लु भन्नु त? पैसा खाँचो छैन। उपरवालालाई दिएको छ नदिने होइन। छप्पर फालेर दिएको छ। धन भनेको होइन। धन भनेको राम्रै हो तर कसैले बिगारेको छैन होइन। इमानले कमाएको छु। इमानले कमाएको छु, हिँडेको छु, खाएको छु। कसैले बिगारेको छैन। इमानदारीले काम गर्दैछु, खाँदैछु। अब यी घरको राँगा म 1 रुपियाँ नदिएर लान्थेँ। त्यतिखेर पैसा थिएन, निकाल्थ्यो, गरिब थिएँ। 1 पैसा नदिएको दाजु। त्यही पैसा चाहिँ कहाँ भयो गर्दा गर्दै? पैसा यहीँ छ त। पैसा गर्नु त भयो। गर्दिनँ। बुढीको पैसा कता गयो? तल गयो के गर्नु? तल झरेको एउटा उहाँ के गर्नु? गर्नु भयो नि।